नमस्कार आराम हुनुहुन्छ के गरिरहनु भएको छ मन्त्रीज्यू खास अहिले तपाईँ गरिरहेछ बाबु काम गरिरहेछ के अनि खास नेपाली जनताले शिक्षामा ठुलो आमूल परिवर्तन गर्न चाहिँ खोजिएको देख्न खोजिरहेछन् आमूल परिवर्तन हो शिक्षामा भन्ने चाहिरहेछन् तपाईँ कति गर्न सक्छु जस्तो लाग्छ कति समयमा आमूल परिवर्तन गर्नु पर्यो भन्नु त रातारात आमूल परिवर्तन गर्ने हो भने हुँदैन टाइम लाग्छ आमूल परिवर्तन गर्नलाई पैसा चाहिन्छ पैसा कमाउनलाई चाहिँ अर्थतन्त्र सुधार्नुपर्छ गर्दै गरौँला है अपेक्षा फेरि तपाईँप्रति ठुलो छ शिक्षामा ठुलो परिवर्तन गर्न सक्छन् मैले भनिरहेको छु अपेक्षा गरेर हुँदैन होइन अपेक्षा गर्नु स्वाभाविक कुरा हो नेपालीहरूले धेरै अपेक्षा गर्ने बानी हुन्छ अब आमूल परिवर्तन भन्ने रातारात हुँदैन सबैले चाहिँ